चाहिँ रेउगाबाट निस्क्यौँ है त। त्यो घटिङमा जाने बाटो त्यही हो यहाँ त लाग्छ नि त्यसरी है हाम्रो बाइक लिएर तरिका देख्नु सक्नुहुन्छ। पछाडि पनि छ भाइरल पुल लास्टमा आइपुग्यौँ होइन। ल हेर्नुहोस् बोक्ने खोला तरे त खोला देख्नु सक्नुहुन्छ। यस्तो दामी पहाड कोटमा हो है, जङकोटको खोला। नमस्ते सम्पूर्णमा, म घनश्याम बुढा मगर। अहिले तपाईँ हेर्दै हुनुहुन्छ तेजस्मा युट्युब च्यानल होइन। सदा जस्तै आज पनि फेरि धेरै समयपछि एउटा भिडियो लिएर आइरहेको छु होइन। कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला र हेरिदिनु होला र लास्टमा गएर लाइक्स र कमेन्ट गर्न र सेयर गर्न चाहिँ नभुलिदिनु होला। धेरै दिनपछि आएको छु होइन, माया गरिदिनु होला भन्दै अब भिडियो स्टार्ट गर्न चाहन्छु है। साथीहरू फाइनली हामी चाहिँ अब म चाहिँ कोठाबाट निस्केँ, अरू साथीहरू चाहिँ तल हुन्छ होइन। त्यहाँदेखि म जाने हो। आज चाहिँ बबाल मौसम गरिरहेको छ, हेर्नु सक्नुहुन्छ पछाडि यस्तो दामी मौसम छ होइन। देख्न सक्नुहुन्छ यस्तो दामी खतरा मौसम गरिरहेको छ होइन। त्यही भएर आज घुम्न जाऊँ न भन्ने प्लान भयो होइन। त्यही भएर नयाँ खतरा खोला अरे हेर्न जाँदैछौँ कस्तो रहेछ त होइन। तपाईँहरू पनि फुल भिडियो देखाउँछौँ है त। हामी चाहिँ अहिले रेउगादेखि स्टार्ट गरेका छौँ होइन। यो रोल्पा लिबाङको रेउगादेखि होइन। यहाँदेखि हामी माडीचौर जान्छौँ। माडीचौरदेखि कता जाने चाहिँ बाटो पुरा देखाउँछु है त तपाईँहरूलाई। हेर्दै जानुहोस् है त लास्टसम्म हेर्नुलाई है। हाम्रो चाहिँ यहाँ जम्बो टोलीहरू यता टक्क गइरहेछन्। टोलीहरू गाइजहरू यता छन्। हामी चाहिँ त्यो रोल्पा जिल्लामा अवस्थित त्यो भाइरल जुन छ नि यस्तो वाला खोला त्यहाँ जाँदैछौँ। हामी गएको छैनौँ, बाटो पनि थाहा छैन। हामी सोध्दै सोध्दै जान्छौँ कहाँसम्म जान्छ होइन। बाटो हामीले क्लियर रूपमा देखाइदिन्छौँ होइन। हामी रेउगादेखि हिँड्दैछौँ है। उहाँ आउने हुनुहुन्छ एकजना होइन, बाइक बुटुरु पारेर टक्क। हामी चाहिँ यता जाँदैछौँ ल। हामी चाहिँ रेउगाबाट निस्क्यौँ है त। तलकोलार अगाडि एउटा बाइक, पछाडि एउटा बाइक, अगाडि एउटा बाइक। हामी चाहिँ तल गइरहेको छौँ होइन। जान्छौँ होइन। देख्न तरिका देख्न सक्नुहुन्छ हामीले। त्यहाँ चाहिँ त्यो चाहिँ हाम्रो रोल्पा हस्पिटल भयो होइन। यो देखिन्छ नि पार्लादेखि तलको गाउँमा जाने हो कि हामी चाहिँ यहाँ होइन। त्यो घटिङमा जाने बाटो त्यही होइन। त्यही हो त्यही हो। दामी देखिन्छ नि। दुई चारवटा फोटो सर्टको बोकेर आउँछ भने चाहिँ तल लाएर अब सिमलबाङको तल ढुङ्गीमा ओह्रालो ढ्याम्की ड्याम तल खोलातिर माडीचौरतिर झरिरहेको छौँ होइन। देख्न सक्नुहुन्छ यी पक्षले चाहिँ बबाल चलाइरहनु भएको बाइक होइन। म चाहिँ पछाडि यस्तो बाँसेर बसिरहेको छु। त्यही भेगुडा हो क्या त पाउने ऊ पारी माछा राख्नु क्या पारी खोलामा। र बिरेमाथि 1 बजीतिर भर्खर पुगेको थिएँ। बाँधेन यार। फेरि 2:30 बजीतिर एउटा केस थियो, फिजिकल एसल्टवाला केस। 7वटा एक्सिडेन्ट रातिमा ए डर आएछ नि त्यसो आज केस। यता चाहिँ यो कोटगाउँ माडीचौर भयो होइन। पालतिर चाहिँ जङकोट माडीचौर। हामी चाहिँ जाने जङकोट माडीचौरतिर हो। त्यहाँ माथि गएर उता कताबाट बाटो छ अरे हाम्रो घरको होइन, त्यहाँ जाने हो। अब हामी चाहिँ यता गइरहेको छौँ। अब यहाँबाट चाहिँ हामी राइट साइड मर्छौँ है त। अब यता अगाडि गयो भने घरती गाउँ, त्यसपछि डारबोट टिला डाङतिर जाने बाटो हो भने चाहिँ यता चाहिँ हामी जङकोटतिर जाने बाटो है त। यो जङकोटतिर जान्छौँ। त्यहाँदेखि हामी जङकोटतिर गयो र अब उता सायद मेरो ख्यालमा जङकोट नै पर्छ होला त्यो पनि ठाउँ। हामी जानु लागेको ठाउँ पनि होइन। बाटो चाहिँ यस्तो छ बिचमा। यो चाहिँ बन्दैछ है, यो केरिङहरूले बनाउँदैछ। यहाँ लाने यसलाई देख्नु सक्नुहुन्छ रोल्पा नगरपालिकाको 7 नम्बर वडा कार्यालय है त। यहाँबाट चाहिँ हामी जाँदैछौँ। कहाँ देख्नु सक्नुहुन्छ सामान्य होइन। रङ्गशाला माडीचौर रङ्गशाला यो चाहिँ होइन टेक्नोलोजी छ। हामी चाहिँ यहाँबाट प्रवेशद्वार लेखेको छ होइन। यहाँबाट
लाग्छ नि त्यसैको लागि माडी खोलाको पुल क्रस गरेर अब हामी जङ्कोट माडी चौरतिर जाँदैछौँ है त। फाइनली यहाँ चाहिँ बाटो बिग्रिएर चाहिँ होइन, हामी तल बाटो बन्द छ त लेखाएको थियो, तर हामी यता आयौँ होइन। यहाँ अलिकति बाटो अप्ठ्यारो रहेछ, तर यहाँ बाटो पत्ता लगाउनलाई हामी चाहिँ यहाँ आयौँ। अब बाटो कताबाट यता एउटा बाटो यता पनि छ होइन, यो बाटो पनि छ, अब यता पनि छ, कताबाट जाने भन्ने भयो। अब हामी चाहिँ अब माथि हो जस्तो लाग्छ, माथिबाट जान्छौँ। ल बाइक हालौँ न, अब जान्छ नि दिपक, विचार गर्दा त्यसरी है हाम्रो बाइकले यसरी देख्नु सक्नुहुन्छ, टक्क लाएर हाम्रो बाइक चाहिँ यसरी गयो होइन, जबरजस्तै लगाएर गयौँ हामी। हामीलाई यो बाटो बन्द छ भन्ने थाहा पाइ पनि जबरजस्त आयौँ र त्यो भएर हामीले यस्तो भयो, बाटो निर्माण गरेर बाटो भइरहेको भन्ने कुरा लेखेको छ होइन। त्यही भएर हामीले दुःख पायौँ। यो सिङ्गबाट उताबाट छ होइन, हामी उताबाट माथि जान्छ। पिचबाट जाऊँ लाग्यो। खतरा बनाएको छ नि त। यो चाहिँ हाम्रो यो माडी चौरको जङ्कोट माथि जङ्कोट जाने बाटो उक्लिने यो बाटो हो होइन। यहाँ पिच भइरहेको रहेछ। यहाँबाट चाहिँ हामी यता त्यो खोल जानुपर्ने भएको हुनाले हामी चाहिँ यताको बाटो लाग्यौँ है त। यता यो चाहिँ जङ्कोट जाने बाटो हो होइन हाम्रो। यो चाहिँ यहाँ आयौँ भने यहाँबाट चाहिँ यता यो चाहिँ भाइरल खोला जाने बाटो के अरे भाइरल खोला जाने बाटो चाहिँ यहाँदेखि यो बाटो देख्न सक्नुहुन्छ यहाँबाट होइन। यो एउटा कुल टक्क यसरी गइराख्ने बाटो चाहिँ देख्नुहुन्छ, यो कुलो नै हो। यो अगाडि देखिन्न, यहाँनिर यो कुलो नै हो। यो पाएर देख्न सक्नुहुन्छ सेट होइन, यसरी कुलोबाट गइरहेको छ। फाइनल हामी चाहिँ यो बाटो त्यहाँ एउटा बाटो चाहिँ मोटर बाटो होइन, त्यहाँदेखि चाहिँ हामी क्रस गरेर त्यहाँ बाइक राखेर स्टोर गरेर हामी चाहिँ अब यता यो कुला आयौँ होइन। देख्न सक्नुभयो नि होइन, कुलो यही हो। अब यही कुल जाने अरे कतासम्म गइन्छ हेरौँ है त। के भरे कुलगानी हामी जाँदैन नि त यार, हामी त खतरा मान्छे पनि हेरौँ यो पाल्नावटी घुमा जानेको घुमा त्यो बाटो त्यो बाटो चाहिँ त हामी त जान्दा ल्याउँदा नि मामा त्यही हो त्यो तल गएर त्यो त्यहाँबाट जान्थ्यो होला क्या त्यो बर्जन माथि खोला खोलेको जएर खोलेको हिँड्दै त जान्छ यही बाटो हो। यही बाटो मान्छेले यही त हो र उ यही पाल्नापट्टि गोलबाङ भन्ने छ त्यही हो जयको माइ यहाँ तलबाट जान्थ्यो होला गोलबाङको ठ्याक्कै मुनि हो रे क्या। 1 घन्टा त लाग्छ कन्फर्म हो। ल देख्नु पनि पाहाडी पिपल बोट छ, त्यहाँबाट बाइक राखेर हामी चाहिँ सरासर हिँड्दै गइरहेछौँ कुल होइन। अब यो कुल जान्छ अरे, त्यही भएर हामी कुल जान लाग्छौँ। हेरौँ कतासम्म जाने रहेछ है त। यस्तो डेन्जर बाटो रहेछ, हेर्नु सक्नुहुन्छ यस्तो दामी। मोबाइल त फोटो खिच्ने मोबाइल त दिपक हो क्या, मेरो भिडियो मात्रै हो कि। तपाईँको पनि ठिक छ, सही कुरो। यस्तो डेन्जर बाटो रहेछ होइन। यो खोलामा हेर्न सक्नुहुन्छ, यो हिँड्नलाई स्पेसल बनाएको रहेछ। पहिला चाहिँ यता यो बाटो हिँड्ने थियो क्या, अहिले यो अलिकति भाइरल भएपछि अहिले चाहिँ बजेट छुट्याएर बनाएको जस्तो देखिन्छ। हेर्न सक्नुहुन्छ होइन, भर्खर निर्माण भएको रहेछ, दामी बनाएर छन्। हेर्न सक्नुहुन्छ यस्तो दामी, यस्तो ओधारबाट जाने त्यहाँ भाइरल ठाउँ है। यो पनि अब रेगनमै रहने भयो। रोल्पा जिल्ला आउनु भएछ भने यो पनि घुम्नै पर्ने अवस्था आयो होइन। देख्न सक्नुहुन्छ यस्तो दामी। हाम्रो साथीभाइहरूले चाहिँ यता देख्न सक्नुहुन्छ फोटोसुट गरिराखन् होइन। हिँड्ने बाटो चाहिँ यही हो है। कस्तो लाग्यो तपाईँहरूलाई, आउनु सक्नुहुन्छ है त घुम्न। हेर्न सक्नुहुन्छ हाम्रो ग्याङ टोली टन्नै भइसकेको छ होइन। पछाडि पनि छ हामी हाम्रो टोलीहरू आउने टोलीहरू जाने टोलीहरू होइन। यहाँ पनि देख्न सक्नुहुन्छ। पछाडि पनि यस्तो है, हामी पनि छौँ भनेको चाहिँ यहाँ गरेर गफ पारेर होइन। क्या म्याडम क्या गफ हामी चाहिँ गइदिइरहेको है त। हेर्ने फेरि अरू सिराउलामा काम गर्छ, अरू सिराउलामा काम गर्छ, के ख्या छ भन्ला मामा
भएन ल रेडी है दिमाग लगाएकै हुन्ने हेलो गाइजहरू हामी चाहिँ यो दना घिन्ने क्रममा छौँ हामी है यो कुलोलाई नछोरिकन हिँडिरहेछौँ हाम्रो टोलीहरू रेटिङ सक्नुहुन्छ पछाडि टक्क आइराख्नु भएको होइन हामी यो कुलोलाई ननिस्टप नछोरेर दन हिँडिरहेछौँ यो चाहिँ माडी चौर चाहिँ दुईवटा रहेछ ठ्याक्क बिचमा माडी खोला होइन त्यसपछि पाल्टी र जङकोट माडी चौर र अर्को के माडी चौर रे अर्को माडी चौर क्रस गरेर त्यहाँ अलिकति माथि आइसकेपछि एउटा कुलो रहेछ होइन त्यहाँको सिँचाइको लागि कुलो घोप्टे ओरार पुतली बजारमा छौँ अहिले हामी होइन झाडी नै झाडी छ पुतली बजार त्यही कुलो क्रस गरेर त्यही कुलोसम्म आएर माथि पिपल बोट रहेछ त्यहाँनिर बाइक गाडीहरू राखेर त्यहाँबाट चाहिँ हामी यस्तो दनादन हिँडेर आइरहेछौँ होइन हेर म हामी कहाँसम्म जान्छौँ देख्न सक्नुहुन्छ तल ऊ माछा छोपिरहेको छ नाङ्गै बसेर होइन तल खोलामा देख्न सक्नुहुन्छ होइन हामी चाहिँ यता टक्क हिँडिरहेछौँ है त जङ्गल हेर्नु कति दामी छ होइन यस्तो आनन्द आउने क्या फ्रिडम मजाको होला क्या यस्तो दामी रहेछ द्वालीमा अलि होला नि द्वालीमा अलि चान्स छ नभए त छैन कचर अरे कहना क्या चाहते हो खचर हरन बोल्यो छ यार फुल्यो रहेछ नि ट्राई गरिरहनु भएको छ यहाँ पानी कतातिर झार्ने कतातिर लगाउने भनेर है टक्कै साथीहरू अहिले चाहिँ हामी यो पानामा जङ्गलमा आइपुगेका छौँ होइन यो तल देख्न सक्नुहुन्छ यो देखि हामी हिँडिरहेको छौँ थाहा छैन हामी कति बेला ब्राजिल पुग्छौँ हो कि कुन हो खै ब्राजिलै होला त्यहाँ कति बेला पुग्छौँ होइन अहिलेसम्म पुगेका छैनौँ दलालले हामीलाई हिँडाइराखन होइन पछाडि छन् दलालहरू पछाडि देखाउनु न दलालहरूलाई देखाएँ कि देखाएँ भन 50 लाख रुपियाँ दिएर हिँड्या होइन आजसम्म पुगेका छैनन् 2 महिना भयो घरबाट हिँड्या जङ्गल हिँडाउँछन् अनि खाना पनि दिनेन हामी यहाँ गिठा खोज्दै गिठा खाँदै बसेका छौँ अनि गाह्रो छ अब तपाईँहरू यो भिडियो हेरेर ट्याक्क सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट जुटा मोबाइल सबै चोरिदिले नि सब चोरेर नाङ्गै हिँड्नु पर्यो त अनि मसँग केही छैन यति मात्रै छ नि एउटा साग छ नि हो ओ माई गड नजाऊ टाढा तिमीलाई देख्छु मैले नजिक आयो लास्ट ठकै लाग्यो अझै आइन यार कति माथि रहेछ हौ हामी त विचार नगरी गइसक्यौँ यार धेरै माथि यस्तो झरी छ ठाउँमा होइन डेन्जर जोन बिस्तारै अब हामी त जाने नि केहीले नो साथैमा खाने नि वनको काफल चट गुम्म पक्कम जम्की चिकम जुम हेर्नु सक्नु चाहिँ खोला हो त्यही त क्या माथि उलिनु पर्छ कि फेरि हामी हो के को घाट हो मौरी घाट अरे मसान घाट ए यहाँ तलेर आइरहेको नि तलेर पछाडिबाट खोलाएर हेर्न सक्नुहुन्छ दिवा सर यहाँ स्ट्रबेरी फलाएर चाहिँ खाने होइन कति जानु पहेँललाई खाइदियो क्या अरे ल्याम्मै पारेर कटायम गाई हामी कहाँ आयौँ खोला तर्नु पर्ने रहेछ र गाई कहाँ जाने हामी बड्डा
यो बता हिँडेर मैले अब नाचिन्छ डरमा बाजा गाजा लिएर आउँछन् जाम बता पारे कहाँबाट जाने हो कहाँ खोला यही रहेछ क्या भाइरल पुल लास्टमा आइपुग्यौँ होइन यो चाहिँ यो ठ्याक्क हामी चाहिँ कुलु आएको थियौँ नि जुन कुलै कुलो आएको थियौँ हामी आशै आज आउनु अब केही कुलोबाट आयौँ होइन साथी गर्नु सक्नु थियो क्या दुख्यो यार त्यही कुलायौँ कुलाको लास्ट जो कुलो छ नि मोरा त्यही मोरामा होइन त्यो मोरादेखि अलि माथि गएपछि बल्ल रहेछ भाइरल पुल चाहिँ होइन अब माथि चाहिँ नाचगान भइरहेको छ केटाकेटीहरू सबै छ नि साथीहरू होइन अब हाम्रो चाहिँ जुटा छ अब उहाँको चाहिँ चप्पल छ त्यो भएर हामी चाहिँ अब कसरी जाने भन्ने कुरो भइरहेको छ यहाँ बन्द सेमलेर होइन रेडी भइसक्यो टोलीहरू हो त्यति नै ल हो ठिक छ ल लड्कीको त ल हेर्नुहोस् बोक्ने खोला तर्ने काम यस्तो हुन्छ होइन हाम्रो यस्तो रे टक्क लाएर साथीभाइ भनेको यो बेला हो क्या चाहिने भने साथीहरू हेर्नुहोस् साथीभाइ भनेको कस्तो बेला चाहिन्छ भनेको देख्नु पनि आउनु मलाई पनि बोक्न यहाँ खोला फाइनल आइपुग्यो भएन यहाँ तोलिएर टन्न हुनुहुँदो रहेछ अब हामी चाहिँ जाँदैछौँ अब हेरौँ कस्तो रहेछ खोला अब खोलै गइया छैन अब गइसकेपछि थाहा होला होइन यहाँ चाहिँ बाजा गाजा नाचगान सबै रहेछ व्यवस्था अब चाहिँ हामी चाहिँ फोटो खिच्नलाई खोलामा फोटो खिच्नलाई खराएर रेडी भइसक्यौँ होइन अब चाहिँ हामी है पहाड होइन यही हो हामीले हेर्न आएको तखला चट्टान देख्नुहुन्छ माथि यहाँबाट पनि पानी झर्ने रहेछ होइन उता देख्नुहुन्छ त्यो माथिबाट पनि पानी झर्ने रहेछ उताबाट पनि पानी झर्ने जस्तो रहेछ पुरा रहेछ शीतल क्या पुरा डर बनाउ रहेछ तर शीतल छ क्या आनन्द वाला यहाँ फोटो सुट भइरहेछ हाम्रो चाहिँ यहाँ उपस्तर चाहिँ पानी चुप्ल्याङ गर्दै जाँदैछ होइन त्यो देख्नु सक्नुहुन्छ हाम्रो बाबाजी नमस्कार मैले आफू ध्यान मग्न गरिदिएँ है कस्तो भइरहेछ हामी लिबाङ बजार से आए थे रे तो बाबा इधर काय को आए थे ध्यानमा बसिरहेको छु एक्कासी आएर ध्यान भड्काइदिएछु मेरो हम तो आपके आशीर्वाद लेने आए थे ना तभी करके हमको ध्यान भटकाई दिया ठिक छ त्यो खानेकुरा के लिएर आएछौ हम तो दारू लेके आए थे खाना है दारू ना बाबा भक्तजन त्यस्तो दारू शब्द चाहिँ मैले त्यो बोल्न पनि मिल्दैन खासमा तर मैले बोलेँ होइन मलाई माफ हुन्छ यो बारेमा भाइरल खोला यही हो साथीहरू होइन आएर हामी हेऱ्यौँ त खोला देख्न सक्नुहुन्छ यस्तो दामी पहाड हेर यस्तो दामी रहेछ यहाँ चाहिँ अहिले चाहिँ धेरै मान्छेहरू आउनु रहेछ पहिला चाहिँ कोही आउनुहुन्थेन भर्खर भाइरल भएपछि धेरै मान्छेहरू आउनु सुरु गर्नुभयो होइन देख्न सक्नुहुन्छ त खोला हेर यस्तो दामी ठाउँ चट्टानको बिचमा एउटा खोला बगिरहेछ त्यही हेर्नलाई हामी चाहिँ यहाँ आइरहेछौँ देख्न सक्नुहुन्छ चप्पल लिएर जुत्ता लिएर यसरी आइरहेछौँ है त हेर्न सक्नुहुन्छ साथीहरू जुत्ता बोकेर त्यो माथितिरको भाग चाहिँ यस्तो रहेछ साथीहरू होइन हेर्न सक्नुहुन्छ यस्तो दामी ठाउँ रहेछ होइन तपाईँको त्यो तल चाहिँ पानी आउने यताउता रहेछ होइन ठाउँ यस्तो माथि छ भने अब त्यो तलको ठाउँ चाहिँ यस्तो बबाल रहेछ होइन देख्न सक्नुहुन्छ तपाईँले ब्याकग्राउन्डमा होइन यस्तो दामी ठाउँ रहेछ यहाँ आएको चाहिँ हामी यति नै हो अब फोटोसोटो गर्ने त्यसपछि एक दुईवटा भिडियो बनाउने त्यसपछि हामी चाहिँ अब यहाँबाट फर्किन्छौँ होइन कस्तो हुन्छ भिडियो कस्तो लाग्छ जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला र होइन यदि लाइक कमेन्ट गर्न पनि नभुल्नु होला हामी चाहिँ अब दुई चारवटा फोटोसुट गरेर फेरि फर्किँदैछौँ होइन टिकटक भिडियो बनाउँछौँ यताबाट बनाएर यहाँबाट चाहिँ हामी फर्किने काम गर्दैछौँ होइन तकलाएर यहाँ देख्न सक्नुहुन्छ हाम्रो स्पेसल बोय चाहिँ एकदम क्यामराम्यान एकदम बवाल तरिकाले सिनेमेटिक भन्ने थाहा छ कि नै
सिनेमेटिकमा बन्दैछ यहाँ भिडियो होइन यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सिनेमेटिकमा बनाउने भिडियो बनाउने टोलीहरूको दशा यस्तो कुना कुनामा लुकेर पानी चुरिन्छ बडा यहाँ त देख्न सक्नुहुन्छ होइन यो भाइरल खोला भन्ने र रोल्पामा प्रख्यात भएको चाहिँ यो जङ्कोटमा हो है जङ्कोटको खोला यो जङ्कोट जानेबाट बग्ने खोला हो होइन सायद यसमा माथिबाट हिमाल पनि बग्छ कि जस्तो लाग्छ मलाई माथिबाट होइन जलजलाको त्यो चाहिँ जङ्कोट माथि चढदेखि अलिकति माथि आएपछि एउटा पिपल बोट रहेछ त्यहाँ पिपल बोट लिएर कुलो छ कल्पट छ त्यही कुल आयो भने चाहिँ यहाँ आउने रहेछ होइन साथीहरू अब यहाँ हेर्नुहोस् आज शनिबार भएर होला तनै मान्छे छन् आज लगभग 40-50 जति मान्छे छन् होला तल अझ बाटोमा आउँदैछन् कति तल हेर्नु सक्नु तल पकाएर खाना खाँदैछन् होइन तल देख्न सक्नुहुन्छ यो यहाँ देख्न सक्नुहुन्छ यहाँ आगो बालेछन् पकाएर मासु खाने होइन मासु खाने टक्क पार्टीसाटी गर्ने त दामी ठाउँ रहेछ बबाल रहेछ होइन यहाँ त त्यही भएर हजुर पनि आउनु सक्नुहुन्छ यहाँ आरामसँग कहीँ झुकिने बाटो छैन सिधा आउनु सक्नुहुन्छ यहाँ है त यो चाहिँ खोला हो है देख्न सक्नुहुन्छ यही खोलामा भिडियोहरू कति धेरै भाइरल हुन सक्छ होइन देख्न सक्नुहुन्छ दामी ठाउँ छ हामी आउन कस्तो ठाउँमा आयौँ यहाँ हेर्नु यस्तो छ यस्तो पानी चुरन्छ यस्तो कुरा हेर्न आएको हामी के छ यहाँ यस्तो ठाउँमा हाम्रो हेर्नु भनेर ल्याउने यहाँ के नै छैन बताउ गाह्रो छ मलाई दिपक यहाँ मलाई के लिएर आएको यहाँ त केही छैन मलाई देखिदिनु अरे मुन्जी हेर्न आएको ए कुरो हो मान्छे हेर्न आएको रे यहाँ यो पाहाडै न कुरो मान्छे हेर्न आएको भएको गाह्रो छ मलाई गाह्रो छ ए कुरो त्यसो हो परोठा अलिक बाख्ला हुन्छ होला गाइजहरू हामी चाहिँ फर्किसक्यौँ फाइनली होइन तपाईँ देख्न सक्नुहुन्छ यहीँदेखि हामी चाहिँ गाडी रोकेर हामी गोरेटो बाटो लागेको होइन अघि पनि मैले तपाईँहरू भिडियो पनि भनिसकेँ यहाँ आएपछि चाहिँ उता चाहिँ गाडी जाँदैन पैदल जानुपर्छ ल